ओहो, अस्ति भर सारेको 200 वटा खुर्सानीको बिरुवा त यति अल्गो भएर ढलिसकेछ। अब यिनीहरूलाई त बारबुर त गर्नु पर्यो नि भनेर म चाहिँ भाटा काट्नको लागि खोडा छोडा उदाएर जङ्गलतर्फको यात्रामा लागे। जङ्गलतर्फ प्रवेश गरेर सुरुमा चाहिँ सिधा सिधा यस्ता लामा भाटा 4-5 वटा काट्न लागे। अनि त्यो काटेको भाटालाई चाहिँ दुई साइडे बाँधेर घरतर्फ बोकेर लिएर आए। भाटाहरूलाई घरमा ल्याएर फाल्ने बित्तिकै फेरि बाँस काट्नको लागि बाँसघारीमा गएर बाँस काट्नको लागि लागे। मलाई फेरि सबभन्दा बोरिङ काम भनेकै यही बाँस काट्न हो कि। हेर्नु न, यति दुःख हुन्छ काट्न, फेरि तान्दा तान्दा आउँदै आउँदैन। जसो तसो गरेर बाँस चाहिँ फाइनली ताने अनि त्यसलाई काँधमा बोकेर घरमा लिएर आएर फाल्दिए। त्यसपछि चाहिँ अघि लिएर आएको किलाहरू सबैलाई यस्तो तरिकाले तिखो हुने गरेर तिखारे। त्यो तिखारिसकेपछि बाँसलाई चाहिँ बिचबाट चिरफार गर्न लागे। बाँसको चिरफार कार्यक्रम सकिसकेपछि अघि तिखारेको सबै किलाहरूलाई खुर्सानी बारीमा गएर एक एक गर्दै यस्तो तरिकाले झ्याम्की झ्याम गाड्न लागे। त्यो गाडेको किलामा बिचबाट बाँस एड गरेर साइड साइडमा डोरीले यस्तो तरिकाले बाँधिदिए। सो आजको लागि यति नै। हस् त, हजुरको पल शुभ रहोस्। जय नेपाल।